स्वर्गवासी हजुरबुबाको यादमा। सर्जक मनोविज्ञ नेउपाने, सम्पादक विष्णु नेउपाने। सुन्नुहोस् त बुबा, आज त तपाईलाई सम्झने दिन रे नि। पिता औँसी भन्दा रहेछन् आजको दिनलाई। तर म त हरेक क्षण तपाईलाई सम्झिरहेको हुन्छु बुबा। मनभित्र राख्नेहरूका लागि पिता औँसी नै पो किन कुर्नु पर्थ्यो र होइन? अनि नि बुबा, अब त तपाईँ श्राद्धमा मात्रै आउनुहुन्छ रे नि हाम्रो घरमा, हो बुबा? श्राद्ध शब्द सुन्दा मलाई तपाईले मात्र गर्ने कार्य हो भन्ने छाप परेछ। कति खुसी हुन्थेँ है म। कति बेला टीका लगाइदिनुहुन्छ बुबाले र दुनामा पुजेर राखेको डलर पैसा दिनुहुन्छ भनेर हाँस्दै छेउमा बसिरहेकी हुन्थे। तर आज तपाईकै श्राद्ध गर्न तपाईँ बस्ने कुसको पिर्कामा मेरो बाबा बसेको देख्दा भक्क फुटेर आउँछ मेरो। बरबरी झर्छन् आँसु। श्राद्ध स्थलतिर फर्केर हेर्न पनि सक्दिनँ म। जताततै तपाईँ नै तपाईँ देख्छु। आँसुले नुहाउँछु म आफैलाई। जति कोसिस गर्दा पनि सम्हालिनै सक्दिनँ। खै किन हो? कसरी दह्रो बनाऊ बुवा? म आफूलाई कसरी दह्रो बनाऊ? मैले अझै पत्याउनै सकेको छैन कि तपाईले मलाई छोडेर जानुभयो भन्ने कुरा। आज 10 वर्ष बितिसके तपाईलाई मैले नदेखेको। कहाँ हुनुहुन्छ बुवा? मलाई तपाईको एकदमै याद आउँछ। आइरहन्छ सधैँ नै। मनु भनेर कतैबाट बोलाइ पो हाल्नुहुन्छ कि जस्तो लाग्छ। चुरोट ल्याइदिन्छेस् भन्नुहुन्छ कि जस्तो लाग्छ। आँगनको कुर्सीमा बसेर धुवा उडाउँदै ख्यास खोकेको, काँधको गलबन्दी कम्मरमा बाँधेर खैँजडी बजाउँदै बालन नाचेको, सगुने भीमसिने पुजेको याद बेसरी आउँछ। साँच्चै बुवा, मैले अहिलेसम्म तपाईको फोटो निहालेर हेर्न सकेकी छैन। तपाईको समवेदना पत्र झुन्डिरहेछ दक्षिण कोठामा। म त्यो कोठामा पस्न सकेकी छैन। बाटोमा बुढो मान्छे देख्दा झसङ्ग याद आउँछ। बुढो मान्छे देख्दा झसङ्ग हुन्छ मेरो मन। मेरै स्नेह बुवा पो हो कि भन्ने लाग्छ मलाई। कहाँ जानुभयो बुवा? मलाई एकपटक तपाईको काखमा बस्न मन छ। संसार बिर्सेर एकपल तपाईकै काखमा निदाउन मन छ। बुबा, तपाईकै नाममा फुटेको रे मेरो पहिलो शब्द। तपाईकै औँलो समाएपछि चलेको रे मेरो पहिलो पाइला। म भित्र तपाईकै ठट्टा छ अहिले पनि। म भित्र तपाईकै हाँसो छ अहिले पनि। संस्कार संस्कृति त हुने नै भयो।
तपाईँकै साहस छ अहिले पनि, तपाईँकै आँट छ अहिले पनि। म बनेकै तपाईँको छायाले त हो, हुर्केकै तपाईँको मायाले त हो। आफ्नै छायालाई अलपत्र छोडेर मलाई यो अन्धकारमा एक्लै पारेर कहाँ अलप हुनुभयो बुबा, कहाँ अलप हुनुभयो।